हेलो नमस्ते एभ्रिवान है। अहिले चाहिँ एकदम राम्रो एप आएको छ। यो एप आएको छ है, बिबी भन्ने एप आएको छ। यो चाहिँ ठ्याक्कै पहिला एसएमसी धेरैले गर्नुभयो होला, धेरैजना साथीभाइले एसएमसी एप गर्नुभयो होला है। एसएमसी एप धेरैजनाले गर्नुभयो होला। यो चाहिँ ठ्याक्कै एसएमसी जस्तै रहेको छ, एसएमसी जस्तै रहेको छ। अनि एसएमसी कति 14-15 महिना समथिङ त्यस्तै चलेको थियो। यो पनि अब लगभग त्यस्तै चल्छ है, त्यति नै चल्छ। यो आएको चाहिँ 2 महिना जति भइसकेको छ। अरू अन्य एपहरू चाहिँ 1 हप्तामा 10 दिनमा 15 दिनमा गइहाल्छन् है। अरूले के कस्तो भनेर पैसा लगानी गराउन नआउँछ थाहा भएन। मैले चाहिँ जे भोगिरहेको छु, आफूले जे थाहा छ त्यही भन्ने तपाईँहरूलाई है। अब यस्तो एप आएको छ। अब तपाईँलाई म यहाँ रिचार्ज गरेर देखाउनेछु। मैले रिचार्ज गर्न जाँदैछु। रिचार्ज चाहिँ कसरी गर्ने भन्दाखेरि तपाईँले अरू गर्नुभयो होला, सेम त्यही प्रोसेस हो। यसरी जाने होइन, अनि यो सबै कपी गर्ने है। अनि यसरी म ब्याङ्कमा जाँदैछु। सेवा अमाउन्ट कति छ? से भनेपछि 40 हालौँ। यसै आइडी यो भयो, कति छ? 40 भयो होइन, यो भयो है। यसरी स्क्रिनसट गर्नुपर्ने हुन्छ। ओ सरी, यस्तो गर्ने, यस्तरी स्क्रिनसट गर्ने अनि यहाँनिर ल्याएर स्क्रिनसट ल्याएर हालिदिने, यसरी हालिदिने। रिचार्ज मेरो भइसकेको छ है। अब तपाईँको चाहिँ यहाँ भिआइपीमा गएर यसरी लिनुपर्ने हुन्छ। तपाईँको चाहिँ यहाँ कति छ? रिचार्जमा गएर 4300को किन्नु भने तपाईँलाई दिनको 150 रुपियाँ आउँछ है। 12,000को किन्नु भने तपाईँलाई 300-400 कति आउँछ। अनि त्यसपछि यहाँ छ है 51,000को गर्नु भने चाहिँ तपाईँलाई दिनको कति आउँछ है। 51,000को गर्नुहुन्छ भने तपाईँलाई कति 4,000 5,000 कति आउँछ है। यहाँ हेर्नुपर्ने हुन्छ। म बिस्तारै तपाईँहरूको लागि अब म भिडियोहरू पनि हालिदिन्छु है। भिडियोहरू पनि हालिदिन्छु। यस्तै नै हो, एसएमसी जस्तै अब यो त्यति जति नै चल्छ। एकदम राम्रो छ है। रिचार्ज गर्ने भिडियो भयो। म भोलि अब पैसा तपाईँको 10 बजेबाट 5 बजीसम्म विड्रो गर्न मिल्छ। म भोलि विड्रो गरेर पनि तपाईँहरूको हजुरको माझहरूमा लिएर आउँछु है। विड्रो गरेर भिडियो पनि लिएर आउँछु। यस्तै छ। यही नै हो है त। म बिस्तारै अरू भिडियो के छ तपाईँहरू कमेन्ट गर्नु। बायोमा मेरो नम्बर छ, त्यहाँ छ, व्हाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ है।